नमस्कार, यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा विज्ञापनमा। आजको विज्ञापन गर्ने क्रममा तपाईलाई विश्वास नलाग्ला है, आज तपाईले लोनको समस्याले आनामै 10 लाख सस्तोमा चलन चल्तीको मूल्यभन्दा त्यो पनि ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर 1 मा रहेको यस्तो राम्रो जग्गा लिन चाहनुहुन्छ? यो भिडियो अन्तिमसम्म हेर्नु अनि मात्रै थाहा पाइहाल्नुहुन्छ। यहाँ सम्बन्धित मान्छे पनि हुनुहुन्छ है, उहाँसँग पनि कुराकानी गर्नेछु है त। नमस्कार सर। नमस्कार। आरामै हुनुहुन्छ सर? एकदमै आरामै छु। यस्तो राम्रो जग्गा रहेछ सर, हजुर। यो अब किन बिक्री गर्न लाग्नु भयो सर? लोन छ भनेर भन्नुभयो मलाई हैन, के हो कुरा खुलाइदिनुस् न सर। यो यस्तो छ, ब्याङ्कको लोनमा व्यापार व्यवसायको क्रममा चाहिँ लोन लिएर चाहिँ यो जग्गा राखेको हुनाले त्यो समस्याको भएको हुनाले त्यो चलेको भन्दा 10 चाहिँ लाख कममा आनामा 10 लाख सस्तोमा चाहिँ दिने हामीले छिटो भन्दा छिटो चाहिँ कोसिस गरिरहेको छौँ। यो ठ्याक्कै लोकेसन के भन्छ सर? यो लोकेसन चाहिँ तपाईको ठ्याक्कै यो दमैटार भन्छ। दमैटार गोदावरी नगरपालिका अन्तर्गत 1 नम्बर वडाको दमैटार हो। हजुर, गोदामचौर नजिकै हो। हजुर हजुर। अब यो जग्गा ठ्याक्कै कति छ सर? यो जग्गा चाहिँ पूर्वमा ठ्याक्कै 6 आना 1 पैसा छ सर। 6 आना 1 पैसा। हजुर। 1 पैसा चाहिँ जब यो सडकको मापदण्डले अथवा त्यो नालीलाई छुटाए पनि तपाईको ठ्याक्कै 6 आना छ। 6 आना जग्गा अहिले बाटो कटाएर बाटो कटाएर ड्याङड्याङै छ। तपाईको हाम्रो चाहिँ यहाँ योजना के छ भने यदि यो सबै चाहिँ 6 आनै नउठाउने हो भनेदेखि 3 आना चान्चुन पनि हामी काटेर दिन तयार छ। अनि यो अगाडिको ठ्याक्कै बाटो कति फुटे हो सर? यो 20 फुटे छ। 20 फुटे बाटो छ। हजुर, 20 फुटे ढलान बाटो। अब यहाँको तपाईको स्थानीय लोकल गाडी पनि चलिरहेछ। यो लोकल गाडी नै चल्ने बाटो? हजुर, रुटको गाडी छ। ल ठीक छ। वरिपरि राम्रो राम्रो घरहरू बनेको छ। हजुर। यहाँ अब घर बनाएर बस्दै गर्दा पानी बत्तीको सुविधा के छ? एकदमै यहाँ तपाईको लाइनको हामीले लोकलगत हिसाबले चाहिँ यहाँ ट्याक्स तिर्नुपर्ने हुन्छ, समितिमा दर्ता हुनुपर्ने हुन्छ पानीको चाहिँ हैन। यो पुर्खौली भएको हुनाले तपाईको त्यो पनि झन्झट छैन, त्यो हामी सबै आफै गर्दिउँला। आफै गर्दिने। पानी बत्ती बिजुली सबैको चाहिँ सुविधा छ। सबै सुविधा। अब यो जग्गा लिने मान्छेलाई त चिट्टा पर्यो भन्दा पनि हुन्छ, आनामै 10 लाख सस्तो। आनामै 10 लाख सस्तो काटेर अब 3 आना लिन्छु भन्दा पनि मिल्यो, 6 आना लिन्छु भन्दा पनि मिल्यो। एकदमै। ल सर, सानो जानकारी राख्नु, हजुरलाई एकदमै धन्यवाद दिन चाहन्छु। हस् त। तपाईलाई यो बिक्रीमा रहेको जग्गाको बारेमा सम्पूर्ण जानकारी दिनेछु। त्यो भन्दा पहिला यहाँ हेर्न सक्नुहुन्छ यो टक्क बाटो, यो ढलान बाटो 20 फुटे रहेको छ है। अगाडिपट्टि हेर्न सक्नुहुन्छ राम्रो राम्रो घरहरू बनिसकेको छ। अब तपाईले यो हेर्न सक्नुहुन्छ बाटो सरेर रुटको गाडी चल्छ। यो साइडमा पनि राम्रो राम्रो घरहरू बनिसकेको छ भने जग्गा यहाँदेखि हेर्न सक्नुहुन्छ यो वाल हेर्न सक्नुहुन्छ, यहाँदेखि पछाडिसम्म जान्छ। यो साइडको यो वाल हेर्न सक्नुहुन्छ, यो सिधा वाल देखाउँदैछु तपाईलाई जस्ताको तस्तै। वरिपरि वाल लगाएर कम्पाउन्ड घेरेर जग्गा चिटिक्क छुट्याउनु भएको छ है। तपाईलाई देखाउँदैछु जस्ताको तस्तै यहाँसम्म। ल हेर्नुहोस् है त, ल टक्क यहाँसम्म आउँछ। हेर्न सक्नुहुन्छ यो वाल यहाँदेखि यो साइडमा गयो है, यहाँदेखि यो साइडमा। ल हेर्नुहोस्, अब यतापट्टिको दृश्य यो भाग रह्यो। यहाँनिर तपाईँले आधा मात्रै काटेर लिन्छु, 3 आना मात्रै भन्दा पनि मिल्यो, 6 आना लिन्छु भन्दा पनि मिल्यो। यो जग्गा लिँदै गर्दा तपाईँलाई के फाइदा? 1 नम्बरमा यो एरियामा चलन चल्तीको मूल्यभन्दा आनामै 10 लाख सस्तोमा पाउँदै हुनुहुन्छ। किन सस्तो? किनकि ब्याङ्कको लोनको समस्याले एकदमै मिलाएर दिँदै हुनुहुन्छ 15 दिनभित्रमा। 2 नम्बरमा भनेको यो रुटको गाडी चल्ने, बस चल्ने बाटो पाउनुहुन्छ तपाईँले। 3 नम्बरमा भनेको पूर्व मोडा। 4 नम्बरमा भनेको हाइटमा रहेको भ्यू पनि हेर्न सकिने, पुरै बिहानदेखि बेलुकासम्म घाम लाग्ने यस्तो राम्रो जग्गा तपाईँले एकदमै सस्तो मूल्यमा पाउनुहुन्छ। अब लिन चाहनुहुन्छ यो भिडियो अन्तिमसम्म हेर्नु अनि मात्रै थाहा पाइहाल्नुहुन्छ। आहा नि यति राम्रो जग्गा हेरिसक्नुभयो, मन पारिसक्नुभयो, किन लाग्यो होला? पक्कै पनि लागिसक्यो। यो जग्गा एक्ज्याक्ट लोकेसन भन्नुपर्दा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नम्बर 1, ठ्याक्कै यो ठैबोभन्दा अलिकति अगाडि गोदामचौर नपुग्दै बिचमा रहेको चिटिक्क मिलेको 6 आना जग्गा बिक्रीमा रहेको छ। तपाईँले 3 आना मात्रै लिन्छु भन्दा पनि मिल्यो, सबै 6 आना लिन्छु भन्दा पनि मिल्यो। यो एरियामा आउनुहोस्, हेर्नुहोस्, चलन चल्तीको मूल्यभन्दा आनामै 10 लाख सस्तोमा पाउँदै हुनुहुन्छ। ब्याङ्कको लोनको समस्याले 15 दिनको लागि राख्नु भएको छ है। 15 दिनभित्रमा इमर्जेन्सी बिक्री गर्न लाग्नु भएको छ। त्यो हुँदा मिलाएर दिँदै हुनुहुन्छ। ढिला नगर्नु। लिन चाहनुहुन्छ साइडमा हेर्नुहोस् न, जग्गाको लागि भन्दा म राखिसकेको छु। डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइ लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नुला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।